हामीले निरीक्षण गऱ्यौँ जनक शिक्षा सामग्री अनि एकदम उत्साह लागेर आयो। सबै त्यहाँको हरेक प्रेसका कर्मचारीदेखि लिएर हाकिम साहबहरूले यति राम्रो काम गर्नुभएछ कि एकदमै राम्रो स्विफ्ट। अनि हामीलाई मतपत्रहरू हेर्ने काम भयो। हामीलाई लाग्यो कि अब निर्वाचन आयो, अब खालि जनताले छाप लाउन मात्रै बाँकी छ। अनि म अब तपाईँहरूको सामने नै यहाँ जनक शिक्षा सामग्रीको हाकिम साहब र जो कर्मचारी हुनुहुन्छ उहाँहरूलाई चाहिँ मैले ती धन्यवाद दिएर आइसकेँ। त्यहाँ काम गरिरहनु भएकोहरूलाई, यहाँ हाकिम साहबहरू हुनुहुन्छ उहाँहरूलाई धन्यवाद दिन्छु। सबभन्दा ज्यादा त म उहाँलाई, हाम्रो निर्वाचनको चाहिँ आयुक्त जो हुनुहुन्छ उहाँलाई चाहिँ धन्यवाद दिन्छु। यसमा ठुलो 50% भनौँ उहाँको परिश्रम छ। यति स्विफ्ट तरिकाले, यति राम्रो तरिकाले काम गर्नुभएको छ र यो निर्वाचनको 4वटा खम्बाकोमा चाहिँ 2टा खम्बा चाहिँ उहाँ हो भन्ने मलाई लाग्छ। उहाँहरू भनौँ न, यहाँ 3जना चाहिँ 3टा हुनुभयो, म्याडम हुनुभयो, अनि हाम्रो सर यहाँ हुनुभयो। हेर्दा पातलो भयो नि, काम चाहिँ राम्रो गर्न सक्नु। एकदम तपाईँहरू निश्चिन्त मान्नुहोस्, चुनाव आयो, फरक पर्दैन। एकै दिनमा हुन्छ चुनाव, 2चोटि हुनेवाला कहीँ छैन। एकै दिनमा हुन्छ, कहीँ केही त्यस्तो हुँदैन। अब हजुर तोकिएको मितिमा त्यही दिनमा चुनाव आउँछ। मलाई जहाँसम्म लाग्छ मौसम पनि राम्रो हुन्छ। मैले जे कुरो गर्दै जाँदा हरेक कुरो जो अगाडि बढ्दै गइरहेछ राम्रो 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 मात्रै भइरहेछ। मलाई त्यो लागेको छ कि एकदम सब राम्रो हुन्छ। हामी सबैले मतदान गर्न पाउँछौँ र त्यसको रिजल्ट आउँछ। रिजल्टमा पछि चाहिँ सरकार बन्छ, हामी थपक्क हस्तान्तरण गर्छौँ र आफ्नो घरतिर जान्छौँ। म मात्रै बाहिर बसे हो, अरू त आफ्नै घरमा बस्नु भएको छ। उहाँहरू घरतिर जानुहुन्छ, म घरतिर जान्छु। पहिलो कुरा चाहिँ अब संसद विघटन भएको 6 महिनाभित्र चुनाव हुनुपर्छ भन्ने संविधानमै रहेको व्यवस्था छ। त्यो व्यवस्थाको आधारमा यो मिति तोकिएको, फागुन 21 को मिति चाहिँ तोकिएको त्यस आधारमा हो। त्यसकारणले त्यो मितिमा हामी जसरी पनि चुनाव गराउनै पर्छ र अहिलेसम्म यहाँसम्म आइपुग्दाखेरि सबै कुराहरू सकारात्मक रूपमा अगाडि बढेको छ। मौसमले पनि साथ देला जस्तो नै लाग्छ। त्यो समयको मौसम पूर्वानुमान गर्दाखेरि हिउँ पर्दैन कि भन्ने केही प्रारम्भिक चाहिँ हामीले जानकारीहरू पनि प्राप्त गरेका छौँ। हिमालको सन्दर्भमा अब केही ठाउँमा यदि हिउँ पर्यो र भएन भने त्यो भनेको खालि पुनः मतदान हुने रिपोलिङको कुरा हो। त्यो चाहिँ एकै चरणमै हुन्छ, 2 चरणमा हुने कुरा हुँदैन। त्यहाँ तराईको पनि होली चाहिँ 19 गते होली, 20 गते एक दिन खाली छ र 21 गते चाहिँ चुनाव छ। र अहिले सबैलाई एउटा के बोध भएको छ भने यो देश र यो संविधान बचाउनको लागि चुनाव चाहिँ अपरिहार्य छ, यसको विकल्पै छैन। त्यसकारणले अब चाडबाड पनि मनाउने र चाहिँ चुनाव पनि सहज रूपमा सम्पन्न गर्ने कुरालाई दुईटैलाई सँगसँगै लान सकिने अवस्थाहरू अहिले देखिन्छ। अहिलेको अवस्थामा हेर्दाखेरि नेपालीहरूले केही नयाँ राम्रो कुराहरू पनि सिकिरहेका छौँ। अहिले असल अभ्यासहरू हामीले सिकिरहेका छौँ, केही असल संस्कारहरू सिकिरहेका छौँ। मलाई लाग्छ यो होली पर्व र चुनाव दुईटै
लाई चाहिँ सहज हुने गरी नै अगाडि बढ्छ भन्ने विश्वास छ। अब अलिकति यो सुरक्षाको हिसाबले हाम्रो संवेदनशील एरिया भनेर पनि अलिकति छुट्याएको अवस्था हो, निर्वाचन क्षेत्रहरू संवेदनशील छन् भनेर। त्यसमा चाहिँ अलिकति यो सुरक्षा फोर्सहरूलाई अलि बढी तयारीको अवस्थामा राखिएको छ कि चाहिँ अलिकति बढी यो क्षेत्रहरूमा कसरी व्यवस्थापन गर्नु? हजुर, त्यो संवेदनशील अब हामीले 3वटा वर्गमा राखेका छौँ। अब अति संवेदनशीलमा अब सुरक्षाको खटनपटन अलि बढी नै हुन्छ। त्यसलाई हामीले पहिलेदेखि विशेष रूपमा हेरिरहेका हुन्छौँ। त्यहाँ कुनै पनि समय परिस्थिति केही फरक होला अथवा बिग्रिएला भनेर हामीले अति संवेदनशील र संवेदनशीलको हकमा विशेष रूपमा हेरेर त्यही अनुसारको पूर्व तयारी गरिराखेका हुन्छौँ। अब यो चाहिँ पहिलादेखिकै अभ्यास हो। अति संवेदनशील हुँदाहुँदै पनि हामीले चुनाव गराएकै छौँ। संवेदनशील अति संवेदनशीलमा पहिला जसरी व्यवस्थापन भएको थियो त्योभन्दा सुदृढ गरेर हामीले चुनाव सम्पन्न गर्छौँ। अब अहिले हाम्रो केही मन्त्रीज्यूहरू काठमाडौँ बाहिर अहिले निर्वाचन तयारीको अवस्था के कसो छ भनेर अनुगमनमा गइसक्नु भएको छ, पर्यवेक्षणमा गइसक्नु भएको छ। त्यो हेर्दाखेरि एकदम सकारात्मक कुराहरू पाइएका छन्। आचार संहिता कडाइका साथ हामी लागू गर्छौँ र आचार संहिता लागू भयो भएन अथवा परिपालन भयो भएन भनेर त्यसको अनुगमन पनि विभिन्न तह र तबकाबाट अनुगमन भइरहेको छ र विभिन्न ठाउँमा आचार संहिता उल्लङ्घन भयो भनेर उजुरी पनि आइरहेका छन् र उजुरी आउने बित्तिकै अब जसको विरुद्धमा उजुर आयो उसलाई चाहिँ सुनुवाईको मौका दिनुपर्ने हुनाले हामीले तपाईँको के हो, तपाईँको विरुद्धमा उजुर परेको छ, तपाईँको प्रतिक्रिया दिनुहोस्, जवाब पेश गर्नुहोस् भनेर हामीले प्रतिक्रिया मागेको छौँ आयोगको तर्फबाट र उहाँहरूको अधिकांश प्रतिक्रिया आउने सन्दर्भमा छ, कतिपय आइसकेका छ। अनि प्रतिक्रिया आइसकेपछि त्यो उहाँले दिएको जुन जवाफ हो त्यो जवाफ चाहिँ सन्तोषप्रद छैन अथवा उहाँहरूले त्यसलाई चाहिँ हामीले सोधेको जवाफको प्रश्नलाई छलेर सही जवाफ दिनु भएन भने हामीले फेरि पुनः प्रश्न गर्नुपर्ने पनि हुन्छ। त्यसैले यो निर्णयको प्रक्रियामा छ। सब चाँडोभन्दा चाँडो निर्णय गरेर हामी सार्वजनिक गर्छौँ र तपाईँहरूले छिट्टोभन्दा छिट्टो जानकारी पाउनुहुन्छ। तपाईँले हेरिहाल्नुभयो सरकार कति मतलब संवेदनशील छ निर्वाचन गर्ने सन्दर्भमा। तोकिएको मिति फाल्गुन 21 गते तोकिएको मिति र तोकिएको समयमा निर्वाचन हुन्छ, अरू किन्तु परन्तु छैन भनेर सरकारको तर्फबाट र आयोगको तर्फबाट पटक पटक विश्वास दिलाइरहेछौँ हामीले। र अहिले हाम्रो कार्य सम्पादन हेर्नुभयो नि यहाँहरूले, त्यो कार्य सम्पादनले पनि तपाईँहरूले विश्वास के गर्नु पर्यो भने अब चाहिँ कुनै हालतमा किन्तु परन्तु छैन, निर्वाचन तोकिएको मिति र समयमा निर्वाचन हुन्छ।